आज हामी सल्यान कालीमाटीको कालाखोला भन्ने गाउँमा हाम्रो पुरानो वासस्थान पनि हो त्यो ठाउँमा आइपुगेका छौँ र यहाँको चाहिँ दृश्य अवलोकन गर्ने कार्यक्रम छ। हाम्रो साथमा हुनुहुन्छ रिजन भाइ, उहाँले चाहिँ ड्रोनबाट चाहिँ यहाँका दृश्यहरू कैद गर्ने तर्खरमा हुनुहुन्छ। साथै हाम्रो साथमा सरोज पौडेल हुनुहुन्छ र एकजना आन्टी हाम्रो हर्क सरको सासु आमा पनि हाम्रो साथमा हुनुहुन्छ। साथै अरू भाइहरू र यो चाहिँ कालो खोला, माथिल्लो कालो खोला छौँ र यतापट्टि चाहिँ हल्दे पाखापानी, यता चाहिँ हल्दे र यता चाहिँ पाखापानी भन्ने ठाउँ हो। र माथि देखिने लेक चाहिँ किमिरेको गाउँ हो। त्यतातिर म अहिलेसम्म गएको छैन, आफ्नै यो जन्मस्थान हो, आफ्नै हुर्के बढेको ठाउँ हो, तैपनि गएको छैन। र आज चाहिँ हामी त्यहाँ पनि गएर त्यहाँको गाउँ बस्तीहरू हेर्ने छौँ। कता गयो त्यो त देखिन्न र ड्रोन त। ल सर के यसो तपाईँको अमूल्य दुई चारवटा शब्दहरू कस्तो लागिरहेछ हजुरलाई? एकदम रमाइलो। पुरानो आफ्नो जन्मस्थान, आफ्नो गाउँघर आउँदाखेरि कस्तो फिलिङ, कस्तो महसुस भइरहेछ? रमाइलो लागिरहेछ। रमाइलो मात्रै? यसले चाहिँ हजुरलाई पुरानो बाल्यकालको के कुराहरू याद दिलायो? घुइया खाएको, पिदालु खाएको, के भन्नुहोस् न। कालखोला स्कुल गएको पढ्न हैन। हो आन्टी केही भनिदिनुहोस् त। के भन्ने र? तपाईँको नाम के हो? भूमिसेरा खत्री। हाम्रो कालीमाटी गाउँपालिकाको प्रमुख प्रशासक अधिकृत श्री हर्कबहादुर ओलीज्यूको सासु आमा हुनुहुन्छ उहाँ चाहिँ, होइन? तपाईँ ठुली छोरीको ज्वाइँ। यता चाहिँ खत्रीको छोरा, चित्रे खत्रीको छोरा हो कि होइन? यहाँ चाहिँ झाँक्री बाजे। तपाईँको नाम के हो? शशिधर बिको हो नि? तपाईँलाई धामी, झाँक्री, झारफुक सबै आउँछ होइन त? हजुर हजुर। ल, कोही रोगी अनि झारफुक गर्न चाहने, रोग निको गराउन चाहने, पुरानो रोग निको गराउन चाहने मान्छेहरूले उहाँलाई सम्पर्क गर्दा हुन्छ होइन? हजुर हजुर। के को उपचार गर्नुहुन्छ तपाईँले? घर कबड